हेलो साथीहरू, जिमेलको पासवर्ड बिर्सेर तनावमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि हुनसक्छ। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सो साथीहरू, जिमेल ओपन गरौँ अनि त्यहाँनिर यसमा टच गर्नु होला अनि त्यहाँ म्यानेज योर गुगल एकाउन्ट भन्ने देख्न सक्नुहुन्छ। सो त्यसमा टच गर्नुहोस् अनि त्यसपछि हल्का स्लाइड डाउन गर्नु होला अनि त्यहाँ देख्न सक्नुहुन्छ गुगल पासवर्ड। सो त्यसमा टच गर्नु होला अनि फर्गेट पासवर्डमा टच गर्नु होला अनि त्यसपछि कन्टिन्यूमा टच गरिदिनु होला अनि त्यहाँनिर नयाँ पासवर्ड सोचेर हाल्नु होला। तल र माथि सेम पासवर्ड हाल्नु होला है। अनि हाल्नु भइसकेपछि चेन्ज पासवर्डमा टच गरिदिनु होला। त्यहाँ देख्न सक्नुहुन्छ पासवर्ड चेन्ज सक्सेसफुल्ली। सो अनि क्लोजमा टच गरिदिनु होला। सो त्यहाँनिर तपाईँले देख्न पनि सक्नुहुन्छ गुगल पासवर्ड लास्ट चेन्ज अनि त्यो डेट देखाइदिएको हुन्छ। सो त्यहाँबाट पनि तपाईँले थाहा पाउन सक्नुहुनेछ न्यू पासवर्ड हेज बिन चेन्ज भनेर। सो भिडियो यति नै हो। यस्तै इन्फर्मेसन भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।